आज हामी भोटेकोसीको बाढी किन र कसरी आयो भन्ने कुराको जानकारी दिनेछौँ। प्रारम्भिक विवरण अनुसार तिब्बतको सीमावर्ती हिमाली क्षेत्रमा गएको विशाल हिम पहिरोको कारण बनेको अत्यन्त खतरनाक हिमताल विस्फोटजन्य बाढी अथवा ग्लेसियल लेक आउटब्रस्ट फ्लड ग्लफ हो। विभिन्न सोर्सहरूमा बताए अनुसार करिब 2000 फिट चौडा हिमखण्ड खस्दा तालको प्राकृतिक निकास थुनियो। पछाडिबाट पानी जम्मा हुँदै गयो अनि तालको सतह चाहिँ निरन्तर बढ्यो र कमजोर प्राकृतिक बाँधमाथि अत्याधिक दबाव सिर्जना भयो। अन्ततः बाँधले त्यो दबाव थेक्न सकेन र ताल अचानक फुट्यो भन्ने अनुमान लगाइएको छ। र ताल फुटेपछि पानी मात्रै बगेन, त्यत्रो ठुलो अमाउन्टमा भएको पानीसँगै हिउँ ढुङ्गा माटो र गेग्रान चाहिँ सँगै हाई स्पिडमा तलतिर आयो। अनि तिब्बतको सीमावर्ती क्षेत्रबाट आएको यही आकस्मिक बहाव भोटेकोसी नदीमा प्रवेश गरेपछि चाहिँ नदीको सतह चाहिँ वात्तै बढ्यो र बाढीले केही समयमै भयावह रूप लियो। अब यस प्रकारको विपदलाई चाहिँ ग्लफ भनिन्छ सर्टकटमा। अब कुरा गरौँ हिमताल विस्फोटजन्य बाढी और ग्लेसियल आउटब्रस्ट फ्लड और ग्लफ किन हुन्छ त। अब बढ्दो विश्व तापक्रमका कारण नदीहरू हिमालहरू तीव्र गतिमा पग्लिँदैछन् र नयाँ हिमतालहरू बनिरहेका छन्। यी तालहरू प्राय हिउँ वा मराइन भनेको हिमनदीले थुपारेको माटो र ढुङ्गाबाट बनेका कमजोर प्राकृतिक बाँधले अडिएका हुन्छन्। भारी वर्षा भूकम्प हिम पहिरो वा चट्टान खस्दा तालमा ठुलो छाल उत्पन्न हुन सक्छ र बाँधमा बनेको सानो प्वाल समेत तीव्र बहावका कारण केही क्षणमै विशाल बुवाङमा परिणत हुन्छ। त्यसपछि लाखौं करोडौं घनमिटर पानी एकैपटक तलतिर बग्न सक्छ। त्यसैले ग्लफ अत्यन्त तीव्र विनाशकारी र पूर्वानुमान गर्न एकदमै कठिन प्राकृतिक विपद हो। तर यसलाई अप्रत्याशित भनिए पनि ग्लेसियर्सको स्टडी गर्ने साइन्टिस्ट ग्लेसियोलजिस्टको अनुसार चाहिँ हिमतालहरूको निरन्तर निगरानी, जोखिमयुक्त तालको पानी सुरक्षित रूपमा घटाउने व्यवस्था, कमजोर प्राकृतिक बाँधलाई ढुङ्गा र कङ्क्रिटले बलियो बनाउने काम, वास्तविक समयको पूर्व सूचना प्रणाली तथा सुरक्षित उद्धार योजना गर्न सकिन्छ भनेर भन्नुभएको छ। नदीले आफ्नो सीमा र देशको सीमा त चिन्न सक्दैन अनि त्यसैले चाहिँ नेपालले आफ्नो छिमेकी राष्ट्रहरूसँग चाहिँ आदान प्रदान र प्रभावकारी कूटनीतिक सहकार्य चाहिँ अनिवार्य गर्नुपर्छ। भोटेकोसीको यो त्रासदायी एउटा बाढी चाहिँ बाढी मात्र होइन, यो जलवायु परिवर्तनले हिमाली समुदायहरूको ढोकामै ल्याइपुर्याएको एउटा गम्भीर चेतावनी हो। अब प्रश्न केवल बाढी